त्यस्तो प्रधानमन्त्री कोही राम्रो लागेको छैन, सबले देश लुटेको मात्रै छ। अनि यो पोलिटिक्सहरू त फक पोलिटिक्स हो क्या। मलाई अलिकति राजाको चाहिँ फ्यान हो। समटाइम्स राजा चाहिँ मिस हुन्छ। कमसेकम उ त भएको थियो जस्तो लाग्छ क्या, अलिकति नेपाली चाहिँ भन्नु पाइन्थ्यो भन्ने मात्रै हो। जिन्जीहरू किन लड्यो भन्दा चाहिँ अत्याचार भयो जस्तो लागेर चाहिँ लडेको जस्तो लाग्छ। कस्तो भन्नु, यो पावरफुल मान्छेको कुराहरूले हामीले नर्मल गाइजहरूले केही थाहा भएन क्या। अनि न्युज पनि फेक मात्रै धेरै भयो। अनि के गुड के ब्याडै अब गाह्रो भइरहेछ क्या। काम गर्नु मन छ भने चाहिँ काम गर्ने हो। त्यो जबरजस्ती पैसाको लागि, पेन्सनको लागि काम गर्ने मान्छेहरू चाहिँ निकाल्नुपर्छ। त्यो चाहिँ कस्तो भन्दा चाहिँ उनीहरू काम गर्नुभन्दा नि टाइम पास गर्नु बसे जस्तो हुन्छ क्या। त्यस्तो चिजहरू घटायो भयो हुन्छ भनौँ न। अब कस्तो भन्दा चाहिँ अब पोलिटिक्स कसलाई गर्नै आउँदैन त। अब त्यही हाम्रो अप्सनै त्यही भएर पनि त्यो भए जस्तो लाग्छ। केही गरी हाम्रो यङहरूलाई पनि पोलिटिक्स भनेको थाहा भएको भए अलिकति सजिलो हुन्थ्यो कि होइन। हामीसँग लिडर नभएर उनीहरू अलिकति अपर्च्युनिटी भए जस्तो लाग्छ। म त्यही हो त। जिन्जीहरू किन लड्यो भन्दा चाहिँ अत्याचार भयो जस्तो लागेर चाहिँ लडेको जस्तो लाग्छ। केही भएको छैन हो, ऱ्यान्डम चिज भइरहेछ। कस्तो छ भन्दा चाहिँ अब त्यो बिग कस्तो भन्नु, यो पावरफुल मान्छेको कुराहरूले हामीले नर्मल गाइजहरूले केही थाहा भएन क्या। अनि न्युज पनि फेक मात्रै धेरै भयो। अनि के गुड के ब्याडै अब गाह्रो भइरहेछ क्या। जहाँ चाहिँ साधारण जिन्दगी जिउनु पनि सजिलो होस् क्या। म खत्रै मान्छे बन्नुपर्छ भने नहोस् क्या। म खेती किसानी गर्छु भन्दा नि बाँच्नु सजिलो होस् भन्ने हो। के गर्थ्यो होला ल। आइएम सरी है। नेक्स्ट क्वेसन। कस्तो भन्दा चाहिँ अब पोलिटिक्स कसलाई गर्नै आउँदैन त। अब त्यही हाम्रो अप्सनै त्यही भएर पनि त्यो भए जस्तो लाग्छ। केही गरी हाम्रो यङहरूलाई पनि पोलिटिक्स भनेको थाहा भएको भए अलिकति सजिलो हुन्थ्यो कि होइन। हामीसँग लिडर नभएर उनीहरू अलिकति अपर्च्युनिटी भए जस्तो लाग्छ। म त्यही हो। त्यस्तो केही छैन। मलाई अलिकति राजाको चाहिँ फ्यान हो। समटाइम्स राजा चाहिँ मिस हुन्छ। कमसेकम उ त भएको थियो जस्तो लाग्छ क्या, अलिकति नेपाली चाहिँ भन्नु पाइन्थ्यो भन्ने मात्रै हो। त्यस्तो प्रधानमन्त्री कोही राम्रो लागेको छैन, सबले देश लुटेको मात्रै छ। अनि यो पोलिटिक्सहरू त फक पोलिटिक्स हो क्या। हो, करप्सन हट्यो भने अलिकति सजिलो हुने हो। अनि अर्को चाहिँ हाम्रो अलिकति लिभिङ कस्ट घट्यो भने सजिलो होला भन्ने हो। त्यति हो। कस्तो भन्दा चाहिँ अब हाम्रो ल्यान्ड अफ कन्ट्री चाइना इन्डियाबाट पेलिएको देश हो क्या। अनि हाम्रो प्रधानमन्त्रीसँग पावरै भएन क्या, केही गर्नु सकेन क्या, चम्चाहरू भयो। अबको के हुनु पऱ्यो भन्दा चाहिँ अलिकति अब हाम्रो पिस कन्ट्री हो नि त। अनि पिस कन्ट्री चलाउँदा त्यस्तो गाह्रो हुनु नपर्ने हो नि त। अब यो माथिको मान्छेहरू चाहिँ अलिक बुझ्नुपर्ने छ। अलिकति पोलिसीहरू चेन्ज गर्नुपर्ने छ। पोलिसी चाहिँ फक्टअप छ, लुपहोल धेरै छ। नराम्रो चिज गरेर भाग्न सजिलो छ। त्यस्तो चिजहरू चाहिँ ल नै हो। अन्तिममा डिसिप्लिन ल अलि त कन्ट्री बनाउने हो नि त। त्यो चाहिँ चाहियो भनौँ न। काम गर्नु मन छ भने चाहिँ काम गर्ने हो। त्यो जबरजस्ती पैसाको लागि, पेन्सनको लागि काम गर्ने मान्छेहरू चाहिँ निकाल्नुपर्छ। त्यो चाहिँ कस्तो भन्दा चाहिँ उनीहरू काम गर्नुभन्दा नि टाइम पास गर्नु बसे जस्तो हुन्छ क्या। त्यस्तो चिजहरू घटायो भयो हुन्छ भनौँ न। आर्मीमा पनि करप्सन छ नि, बन्दुकहरूको धेरै कुरा आरोप छ होइन। अब आर्मी अलिकति स्मार्ट खोइ है। आर्मीको के छ, पहिला राजा हुँदा त पावरफुल उनीहरूले पनि गति छाडेको त हो नि। त्यस्तो कुराहरू पनि छ नि त। अब आर्मीहरू अलिक सतर्क हुनु पऱ्यो, देशको लागि पनि सोच्नु पऱ्यो। त्यो देश मात्रै चलेर हुँदैन क्या, देशको जनता पनि चल्नु पऱ्यो। अनि पो देश बन्छ त। त्यो मन्त्रीहरू पावरको मान्छे मात्रै चल्यो क्या। पुलिसहरू पहिला ऱ्यागिङ गर्थ्यो नि त धेरै, अहिले छैन। त्यो चिजहरू राम्रो भयो भनौँ न। अनि कस्तो भन्दा अलिकति चेन्जेस चाहिँ आएको छ। तर कस्तो भन्दा चाहिँ उनीहरू अलिकति काम गर्ने भएपछि राम्रोसँग गर्नु पऱ्यो क्या। यो गाइजहरू अब करप्सन धेरै थियो नि त, माथिदेखि तलसम्म। अब त्यो हट्यो। आजकल अलिक पुलिसहरू पनि राम्रो बोल्छ, अलिक डराए जस्तो लाग्छ। अब त ठिक छ सबै। परिवर्तन आएको हो, राम्रो बोल्छ अहिले। त्यत्तिको बोलेको भए पहिला यस्तो हुँदैन थियो नि त। बोल्नु पनि नजान्ने, दिमाग नलाउने हो नि त। अनि अलिकति फटा जस्तो देख्यो, उसलाई लुट्नु मलाई भने चेक गरिदिने, रोकिदिने, दलाउने। अनि त्यो चाहिँ नमनपर्ने हो। म पुलिस, ट्राफिक, झन् ट्राफिकहरूसँग रिस उठ्छ। किन भन्दा चाहिँ यिनीहरूले यसो हेर्छु, महँगो गाडी रोक्दैन क्या। यिनीहरूले यसो हेर्छ, कसलाई पैसा तान्नु खोज्ने, त्यस्तो छ नि त। त्यो ह्याबिट चाहिँ हट्यो नि त। त्यो राम्रो छ भनौँ न। देश बदलिनुभन्दा पहिले जनता बदलिनु अत्यन्त आवश्यक छ। जबसम्म मानिसले आफ्नो सोच र व्यवहार परिवर्तन गर्दैन, त्यति बेलासम्म परिवर्तनको केही अर्थ रहँदैन। नामको मात्र परिवर्तन रहने हो। र यस्तै स्थिति हो भने जसले नेतृत्व लिए पनि कुरा त उही हो, होइन र?
यी सबै कुराहरू बुझेर हामी सम्पूर्ण नेपालीले परिवर्तनको सुरुवात आफैबाट गर्नुपर्दछ। जय देश।